हाम्रो टोली चाहिँ पनिर सरको आज होइन प्लान होइन हाम्रो यो काफल खाने प्लान होइन पनिर सर के छ तपाईँको यसमा धारणा मुख्य उद्देश्य तपाईँको ऋतुफल खानुपर्छ भन्ने हो अच्छा अनि हाम्रो जोशीजीको के छ यो काफलको बारेमा तपाईँको धारणा लेखावाल सर के छ तपाईँको काफलको बारेमा धारणा चाहिँ हाकिम साहबलाई सोध्नु हाकिम साहब काफलको बारेमा धारणा जानुपर्छ तपाईँले यो हाम्रो अनफिल्टर्ड युट्युब भ्लगका लागि हो यो आज पहिलो भिडियो अपलोड हुँदैछ होइन युट्युब भ्लग हो काफल भन्ने चिज यस्तो हेर्नुहोस् ऋतु अनुसार पाउने अब परापूर्वको कालमा हाम्रो चाहिँ पूर्वजहरूले भनौँ न जङ्गली जीवनयापन गर्दाखेरि जतिखेर हिउँदे युगका कुराहरू थिए त्यतिखेर जङ्गलका फलहरू खाएर र कन्दमूल खाएर चाहिँ जीवन बिताएका थिए उहाँहरूले चाहिँ आफ्नो जीवनोपार्जन गरेका थिए त्यो भएर अहिले पनि हामीले ऋतुअनुसारका फलहरू वन जङ्गलमा भएका जति पनि कन्दमूलहरू फलहरू छन् तिनीहरूलाई ऋतुअनुसारको सबै किसिमको फल खानुपर्छ भन्ने मान्यता हो र अर्को कुरा काफल भनेको यस्तो हो काफलमा एन्टिअक्सिडेन्टदेखि लिएर अनि शरीरलाई पाउने सबै किसिमको तत्त्वहरू पाउने भए हुनाले काफल फल चाहिँ पचाउन पनि सहिलो हुन्छ र जति पनि खान मिल्छ त्यो भएर काफल खान सिजन अनुसारको फल खान आज हामी पनि बिदाको दिन अनि त्यसैमा पनि श्रमिक दिवस पारेर त्यो उपलक्ष्यमा हामी अवस्था सबै साथीहरू अनि काफल खाएर आएको हामी सबै श्रमिक हौँ हामी पनि सबै श्रमिक त हुने होइन श्रम नगरिकन खान मिल्दैन श्रम गर्छौँ एउटा लेभलको श्रम नै हो यो लेखापात र कट्टु आयो भने मलाई नभन्नु यहाँ मेरो नै औँसीहरूले हात काट्यो ऐँसेलु खाने बेला घोसिएन भने त्यसलाई त त्यो ऐँसेलु खाएको मानिँदैन कि ल ओके यो चाहिँ अगाडि जाने बाटो कता स्ट्रगल फर एक्जिस्टेन्स भन्ने पढ्नु थियो नि बाह्रको बायोलोजीमा त पुलिस सर आइहालौँ केही प्रब्लमको विषय छैन जोशी सर हातकिन पनि छ अस्तित्वका लागि सङ्घर्ष गऱ्यो भने पहिला जीवहरूले 12 बायोलोजीमा पढ्नुपर्छ सर बिउमा 20 बिघा थियो होइन आधाभन्दा बढी यहाँ चाहिँ वाटर ब्रस भएछ पाइप ब्रस भएछ क्या वाटर पाइप काफल भने नाङ्गै छ त यार के छैन त काफलमा दाना पानी छैन सर लाज ढाक्नु पऱ्यो नि काफलले होइन काफल भइसकेपछि ओ माइ गॉड काफल पाउनुभयो पनि सर के छ त्यो अग्लो भयो धेरै लिटिल लिटिल दाना त छन् है उता माथि हाँगा नबाचो है यो युट्युबमा होला गइरहेको छ फेरि अहिले हाँगामा चाहिँ पनि मुला जङ्गली रहेछन् होला हन्टिङ काफल गाइजहरूको काफल हन्टिङ स्पेसल भइरहेको छ यहाँ होइन लाइभ युट्युब ब्लगको पुरा लाइभ नहुँदैन
भोलि त बिहानै जाने हो खाना खाएर पछि जोइ साथ त ल काफल जुट्छ त यो म्युजिक हाल्नु सर पछाडि यसमा यो घनघोर जङ्गलमा चाहिँ होइन हाम्रो चाहिँ काफल खोज्ने चल भइरहेछ चराचुरुङ्गीको आवाज मस्त गइरहेछ तलबाट तल यो आर्मीको संरक्षणमा भएर हुनु त यो पनि ल सुई हिँड्नु त यो ब्लग चाहिँ अलिक फास्ट फरवर्ड हुनु पऱ्यो क्या होइन ब्लग बनाएको घन्टा आँटै खिचेको हेर्ने भिडियो भन्नु क्या ब्लग काफल ठिक छ यो ठिक छ तर अल्को भयो तर अग्लो के छ सानो दाना जस्ट यत्रो जाना ठिक छ के छ भन्छन् बुढा आएको थियो त गएको नि यिनका कुरा पनि जस्तो कागज छ नि देखेन अचम्मै छ बुढा तिमी पनि काफल नभेट्ने यार यहाँबाट माइजाउँ सिधै अब माथि रोडबाट फर्किँला अब तल जोशी सरले पायो काफल नपर्ने भने म मात्र यो भिडियो खिच्दा है एकदम काफल खायो यो भने मेरो लागि अनगिन्ती हो सर कि जय काफल माता कि जय किन खाना खाइदेऊ जाउँ केटा बाटो चाहिँ एकदमै निउरी हिँड्नुपर्ने छ होइन गाइजहरू यस्तै छ हाम्रो यहाँको अवस्था होइन पयो सर पुरा ल हामी रोडमा चाहिँ पुग्यो तर रोडमा चाहिँ फोहोर चाहिँ भइरहेको छ यहाँ समुदाय वनभित्र यस्तो फोहोर चाहिँ गर्न भएन है यो सरकारी कार्यालयका वरिपरि र यो सामुदायिक वनभित्र अत्याधिक फोहोर छ यहाँ यो चाहिँ अलिकति विचार पुर्याउनु पर्छ हामी सबैले होइन रोड हो यो होइन आर्मी क्याम्प जाने रोड काफलले रहेछ यहाँ तर काँचो रहेछ ल एकदमै सानो भइसक्यो यार तपाईँ सर हिँड्यौँ हो नेगापाल सर आउनु पऱ्यो हाकिम सरले बोलो आउनु पऱ्यो हामी त रोड पुगिसक्यौँ सर हिँड्नु छैन पुग्नु हिँड्नु मात्रै छैन भने अन्त हुन्छ काफल हामीले चाहिँ भेटेनौँ हामीहरू खोइ चढ्न नसक्ने पर्यो होइन गाइस त्यस्तै हो ठिक छ त समयमा होला हाम्रा पनि दिन आउन्न होइन काफल खाने हामी पनि भोलि बदला दिन्छौँ काफल खाएर जङ्गल रित्याइदिन्छौँ हामी पनि
राख्या हुने अब म रोक्नु छु राजनीतिको गयो भने मात्र यहाँ पुगियो छ लाइमसाइन दाईको के छ भने यस्तो पनि छ। त्यो हामी खिच्दैनौँ नि त तपाईँ लाइमसाइन दाईको भनाइ मात्रै हुनुहोस् लाइमसाइन दाईले साँच्ची गर्छ त तपाईँको धारणा के छ यसमा गर्नु दियो भने गर्छ हेर अँ। दियो भने गर्नु दिनु कि के छ लाइमसाइनको गल्ती कति देख्नुहुन्छ तपाईँ चाहिँ यसमा त्यो सहकारी ठगमा चाहिँ सहकारीमा उसको गल्ती शून्य गल्ती हो यो किन किनभने- किन हल्ला भयो यस्तो किन हो भने अब यो त रविलाई यहाँ बाहिर राख्यो भने त हजुर यिनीहरूको त घन्टी बजिहाल्ने भयो अँ। घन्टी त फुटाउँछ यिनीहरू फुटाएको अँ, त्यो हो कि कारण अच्छा देख्नु भएन उसले भ्रष्टाचारको फाइल खोल्छु भन्यो होइन के भयो के भयो रविको गल्ती भने त्यो 30-32 दिनमा यिनीहरूका 30-35 वर्षका काण्ड खोजिदिनु हो कि ओके त्यसपछि तपाईँको चाहिँ आश छ लाइमसाइन दाईमाथि अझ पनि होइन आश छ रविका पार्टीको भनाइ के हो रवि मरेर गयो पनि रविको विचार चाहिँ मर्दैन भन्ने टाइपको मान्छे न ल ल यो कुरा चाहिँ हाम्रो तपाईँ माननीय माननीय नभनौँ न उहाँलाई माननीय हाम्रो सरबाट सरबाट आयो होइन फेरि युट्युबमा नाम जाला युट्युबमा भ्लग भने यो टिकटकमा आउँछ सर यो तपाईँको लाइमसाइन दाईले सपोर्ट गरेको हो आइहाल्यो तपाईँले साँझ हेर्नु होला के छ त अनि तपाईँले त्यो लाइमसाइन दाईले चाहिँ गल्ती गरेको छैन भने तपाईँ मान्नुहुन्छ 100% विश्वास त म होइन करोडौँले त्यही भन्छ करोडले गर्नु त्यही भन्छ अच्छा ओके पत्रकार जसको हातमा एन्ड्रोइड मोबाइल चाहिँ सब पत्रकार ओके पत्र नभए नि तपाईँले त यसो लाइमसाइन दाईको चाहिँ तपाईँले एकदमै राम्रो कुरा हाल्नुहुन्छ नि त होइन त्यसो लाइमसाइन लाइमसाइन दाईको लामिछानेको बारेमा मात्रै होइन धार गलत त गलतलाई गलत भनिदियो हो सहीलाई सही भनिदियो हो लाइमसाइन दाई तपाईँको विचारमा चाहिँ सही हो त्यसो हो मैले धेरै सबै कुरा ग्यारेन्टी साथ ग्यारेन्टी तपाईँ लिनु भनेको छैन तपाईँको विचार प्रस्तुत गर्नु भने हो क्या ग्यारेन्टी त कहाँ छ त त्यस्तो हो ग्यारेन्टी साथ भन्नु मिल्दैन यो जो तथ्यहरू जो प्रमाणहरू आछन् नि अँ। त्यसको आधारमा गलती चाहिँ देखिँदैन। गल्ती चाहिँ देखिँदैन ल त धन्यवाद तपाईँको आफूलाई चाहिँ पनि थाहा छ गाउँलाई यो युट्युबमा पनि जान्छ टिकटकमा जान्छ मलाई चाहिँ नरिसाउनु होला है त